सिजनमा त 1-2 चोटि त यो आँपको खट्टी मिठी अचार त बनाउनै पर्छ कि साथीहरू। अब अहिले आँपको सिजन छ, जताततै हरियो आँप पाइन्छ होइन। मैले पनि अस्ति पनि एकचोटि बनाएको थिएँ, अनि फेरि त्यो अचार सकिएर फेरि आज बनाउँदैछु। अति नै मिठो लाग्छ कि, रोटीसित खाने भयो, चिउरासित खाने भयो, यसो कहिलेकाहीँ तुलबुली लाग्दा त्यत्तिकै खाने भयो होइन। यसो भातसँग खाने भयो, घरमा कोही पाहुनापात आउँदा अचार बनाउँदा अल्छी लाग्दा अलिअलि कचौरामा निकालेर खाना पनि भयो। एकदम गजब हुन्छ कि, टक्क बनाएर राखेपछि त आफूलाई अल्छी लाग्ला रे, कहिलेकाहीँ बनाउन मन नलाग्ला रे होइन, जहिले खाँदा नि भइहाल्यो। त्यही भएर यसो मैले चाहिँ सकिँदा बित्तिकै फेरि अर्को नयाँ अचार बनाइहाल्छु कि साथीहरू। यो सिजनमा आँप नभएको बेला त फेरि यस्तो अचार खान्छु भनेर नि कहाँ पाइन्छ र होइन। यतिखेर चाहिँ भएको बेलामा चाहिँ टक्क ल्याएर बनाएर राख्यो भने त कति सजिलो भयो, खाँदा पनि मिठो, बनाउन पनि सजिलो। त्यही भएर साथीहरू आज पनि फेरि आँपको अचार बनाउँदैछु। अस्तिको सक्यो कि साथीहरू, कति मिठो भइसक्यो भनेको। टक्कै छ आज पनि। अब चाहिँ एक कचौरा राखेर चाख्न पर्छ कस्तो भयो। अस्तिको त एकदम मिठो थियो, आजको